विद्यार्थी भाइ बहिनीहरु तथा शिक्षक साथीहरु नमस्कार। आजको यो भिडियोमा हामी क्लास 12 इंग्लिशको युनिट 16 अन्तर्गतका वर्किङ विथ वर्ड्स, कम्प्रिहेन्सन र क्रिटिकल थिंकिङमा जति पनि एक्सरसाइजहरु छन् ती सबै एक्सरसाइजहरु हेर्ने छौं अनि गर्ने छौं। ओके, नाउ लेट्स बिगिन विथ वर्किङ विथ वर्ड्स। वर्किङ विथ वर्ड्स को एक्सरसाइज नम्बर ए हेरौं भाइ बहिनीहरु। एक्सरसाइज नम्बर ए ले भन्छ म्याच द फलोइङ वर्ड्स विथ देयर डेफिनेसन्स भनेको छ। 10 वटा वर्ड दिएको छ एउटा कोलममा, अर्को कोलममा 10 वटा मिनिङ दिएको छ, त्यसको 10 वटा मिनिङ दिएको छ। हामीले त्यो वर्डहरुलाई तिनीहरुको मिनिङसँग म्याचिङ गर्नुपर्ने हुन्छ। मैले यहाँ सबै वर्डहरुलाई तिनीहरुको मिनिङसँग म्याचिङ गरेर राखिदिएको छु। भाइ बहिनीहरुले पढेर बुझेर सार्नु होला। ओके, अनि यो वर्डको मिनिङ पनि जान्ने कोसिस गर्नु होला। अलराइट, सार्ने मात्रै हैन भाइ बहिनीहरु, मेरो भिडियोको उद्देश्य भाइ बहिनीहरुलाई सार्न लगाउने अथवा होमवर्कलाई चाहिँ आफूले नजानिकन सार्न लगाउने मात्रै होइन, भाइ बहिनीहरुलाई सिकाउने पनि हो। ओके, ल अब एक्सरसाइज नम्बर बी। कंसल्ट अ डिक्सनरी और सर्च ओवर द इंटरनेट एंड राइट डेफिनेशन्स अफ द फलोइङ टर्मिनोलोजीज युज्ड इन द स्टक मार्केट भनेको छ। भाइ बहिनीहरु यहाँनेरि चाहिँ विभिन्न स्टक मार्केटसँग रिलेटेड वर्डहरु दिएको छ। त्यो वर्डहरुको मिनिङ चाहिँ हामीले डिक्सनरीमा खोजेर पत्ता लगाउनु पर्ने हुन्छ। मैले यहाँ सबै वर्डहरुलाई चाहिँ वर्डहरुको चाहिँ मिनिङ डिक्सनरीबाट खोजेर छोटो मिनिङ राखिदिएको छु। भाइ बहिनीहरुले मजाले हेरेर सार्नु होला। ओके, ल यहाँ पनि छ। यो सबै वर्डहरु चाहिँ स्टक मार्केट रिलेटेड टर्मिनोलोजी हो। स्टक मार्केट भाइ बहिनीहरुलाई थाहा छैन भने स्टक मार्केट भनेको चाहिँ विभिन्न कम्पनीहरुको शेयरको कारोबार गर्ने एउटा प्लेटफर्म हो। त्यही प्लेटफर्मसँग रिलेटेड विभिन्न वर्डहरु हो यिनीहरु। पोर्टफोलियो, डिभिडेन्ड, टर्नओभर, मार्जिन हैन, यस्ता वर्डहरु चाहिँ यो सबै वर्डहरु चाहिँ स्टक मार्केटसँग रिलेटेड हो। मैले सबै वर्डहरुको मिनिङ चाहिँ राखिदिएको छु। भाइ बहिनीहरुले हेरेर सार्नु होला। अलराइट, नाउ कम्प्रिहेन्सनसँग रिलेटेड एक्सरसाइजहरु भाइ बहिनीहरु, यो चाहिँ पेज नम्बर कम्प्रिहेन्सनको एक्सरसाइज नम्बर ए ले के भन्छ त भन्दा राइट टी फर ट्रू statements and for F for false ones and NG if the information is not given in the text भनेको छ। यहाँनेर चाहिँ हामीलाई ट्रू फल्स अनि NG छुट्याउनु पर्ने हुन्छ। ए नम्बरको ट्रू हुन्छ, बी नम्बरको फल्स, सी नम्बरको फल्स, डी नम्बरको फल्स, ई नम्बरको ट्रू, एफ नम्बरको ट्रू, जी नम्बरको चाहिँ एनजी हुन्छ नट गिभन हैन, अनि एच नम्बरको चाहिँ ट्रू हुन्छ। यसरी मैले सबै एन्सर लेखिदिएको छु, बुझेर सार्नु होला। अलराइट, ल अनि भाइ बहिनीहरु कतै मिस्टेक देखियो मेरो भिडियोमा भने त्यसको कमेन्ट मार्फत मलाई जानकारी गराइदिनु होला। म त्यसलाई सुधार्ने कोसिस गर्नेछु ताकि अरूले पनि त्यस्तो मिस्टेक नगरून् हैन। शिक्षक साथीहरुलाई पनि म यही अनुरोध गर्दछु। अब नाउ लेट्स मुभ अन टु द नेक्स्ट एक्सरसाइज, दैट इज एक्सरसाइज नम्बर बी। यो एक्सरसाइज नम्बर बी मा चाहिँ एन्सर द फलोइङ क्वेशन्स रहेको छ। एन्सर द फलोइङ क्वेशन्स मध्ये क्वेशन नम्बर ए, बी र सी को एन्सर चाहिँ मैले यहाँ राखेको छु भाइ बहिनीहरु। क्वेशन नम्बर ए ले के भन्यो त हाउ डिड म्याक्सवेल इन्टर हिज अफिस। म्याक्सवेल चाहिँ आफ्नो अफिसमा कसरी इन्टर गर्यो हैन। अनि बी नम्बरले चाहिँ के भन्यो त डिस्क्राइब द फिजिकल अपियरेन्स अफ द यङ लेडी भनेको छ। अनि सी नम्बरले चाहिँ व्हाट चेन्जेस डिड पिक्चर नोटिस इन द यङ लेडी भनेको छ। यो तीनटै क्वेशनको सर्ट एन्सर, मैले धेरै लामो गरेको छैन, सर्ट एन्सर, छोटो एन्सर छ, त्यसको एन्सर तपाईले त देख्न सक्नुहुन्छ। अब क्वेशन नम्बर डी, ई र एफ को पनि एन्सर हेरिहालौं भाइ बहिनीहरु। क्वेशन नम्बर डी ले के भन्यो त व्हाट वाज पिक्चर्स रिप्लाई टु द यङ लेडी कन्सर्निङ अ न्यू स्टेनोग्राफर। अनि ई ले के भन्यो त व्हाट प्रपोजल डिड म्याक्सवेल मेक टु हिज विथ मिस लेस्ली। एन्ड एफ नम्बरले के भन्यो त हाउ डिड सी रियाक्ट टु हिज प्रपोजल भनेको छ। यो तीनैवटा क्वेशनको एन्सर चाहिँ तपाई त देख्न सक्नुहुन्छ, मजाले हेरेर बुझेर सार्नु होला। अलराइट, नाउ लेट्स मुभ अन टु द नेक्स्ट टपिक, दैट इज नेक्स्ट एक्सरसाइज, दैट इज क्रिटिकल थिंकिङ। अब क्रिटिकल थिंकिङ सेक्सनमा जति पनि एक्सरसाइजहरु छन् त्यो सबै एक्सरसाइजहरु गर्ने कोसिस गरौँ। एक्सरसाइज नम्बर ए ले के भन्यो त व्हाट मेसेज डज द राइटर वान्ट टु गिभ बाई प्रेजेन्टिङ म्याक्सवेल एज एन एक्सट्रिमली एब्सेन्ट माइन्डेड पर्सन भनेको छ। मैले यो क्रिटिकल थिंकिङमा दुईवटा क्वेशन रहेका छन् भाइ बहिनीहरु। त्यो दुईटै क्वेशनको एन्सर चाहिँ थोरै लगभग 10-12 लाइनमा आट्ने टाइपको बनाएको छु हैन, धेरै लामो छैन। द्याट्स वाइ हेरेर बुझेर पढेर सार्नु होला। अलराइट, ल अनि भाइ बहिनीहरु मेरो भिडियोले भाइ बहिनीहरुलाई आफ्नो पढाइमा, आफ्नो होमवर्कमा, आफ्नो कुनै पनि तरिकाले हेल्प गरिरहेछ भने के गर्नु पर्यो त भाइ बहिनीहरु, मेरो च्यानललाई सब्स्क्राइब गर्नु पर्यो अनि भिडियोलाई लाइक गरिदिनु पर्यो। ओके, ल एक्सरसाइज नम्बर बी को पनि एन्सर हेरिहाल। इमेजिन यु आर मिस लेस्ली, राइट हाउ यु वर ट्रबल्ड इमोसनली व्हेन योर own husband came to you and made a marriage proposal भनेको छ। यो दुईटै क्वेशनको एन्सर तपाई देख्न सक्नुहुन्छ। छोटो एन्सर चाहिँ धेरै लामो छैन भाइ बहिनीहरु। क्रिटिकल थिंकिङसँग रिलेटेड एक्सरसाइजहरु 2-3 लाइनमै आट्ने खालको चाहिँ हुँदैन हैन, हामीले अलिकति क्रिटिकल्ली त्यसको रिप्लाई दिनुपर्ने हुन्छ, एन्सर लेख्नुपर्ने हुन्छ। द्याट्स वाइ 10-12 लाइनको भइ नै हाल्छ। त्यही भएर मैले चाहिँ यत्रो एन्सर लेखेको छु, बुझेर सार्नु होला। अलराइट, ल अब यो भिडियोमा त यो युनिटको एक्सरसाइज यति नै हो। अब ग्रामरसँग रिलेटेड, राइटिङसँग रिलेटेड अनि स्पिकिङसँग रिलेटेड एक्सरसाइज चाहियो भने चाहिँ मैले डिस्क्रिप्सनमा एउटा लिंक राखेको छु। त्यो लिंकमा क्लिक गरेर तपाई जुनसुकै युनिटको एक्सरसाइजहरु, क्लास 12 इंग्लिशको जुनसुकै युनिटको एक्सरसाइजहरु हेर्न सक्नुहुन्छ। भन्दै
अहिलेसम्म भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद। अनि साथीभाइहरूलाई मेरो भिडियोको बारेमा जानकारी दिने, उनीहरूलाई सेयर गर्ने, ओके, व्हाट्सएपमा मेसेन्जरहरूमा मेरो भिडियो सेयर गर्ने, ओके। अनि सब्स्क्राइब गर्नु भएको छैन भने सब्स्क्राइब पनि गर्नु होला, ओके। अनि भिडियोलाई लाइक गर्नु भएको छैन भने